जेन्जी भाइहरूले कुट्या होइन त्यो त त्यस्तो लाग्छ तपाईँलाई होइन 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 उहाँ अरू पार्टीको मान्छेहरूले कुट्या हो त्यो त त्यस्तो लाग्छ है कसरी त्यो जेन्जी भाइहरूलाई त्यो यतित्रो भाइहरूलाई भर्खर त्यो एउटा दारीको एउटा रेखा पनि राम्रोसँग नउम्रेको भाइहरूलाई शेरबहादुर देवाको घर कहाँ छ अर्को चाहिँ नेताको घर कहाँ छ कसरी थाहा हुन्छ जलाउने आँट कसरी आउँछ दिदी जलाउने आँट कसरी आउँछ त्यो मलाई लाग्छ हो सक्छ त्यो तपाईँको सिंह दरबारभित्र तपाईँको चाहिँ त्यत्रो आँट त कसरी आउँछ दिदी है सुन्नु न सिंह दरबारभित्र त्यो भित्रको चाहिँ एकदम महत्त्वपूर्ण इम्पोर्टेन्ट ठाउँहरूमा गएर जलाइएको छ त्यस्तो कुरा कसरी थाहा हुन्छ जेएनजी भाइहरू यतित्रा भाइहरूलाई 16-17 वर्षको भाइहरूलाई कसरी थाहा हुन्छ यो चाहिँ कस्तो भने प्री प्लान्ट अनि घुसपैठ पनि भएको हो एउटा एमाले माओवादीको एमाले जलाएको हो यो चाहिँ मेरै टोलको होइन पुरानो राजनीतिक दलको अझ सरकारमा भएको राजनीतिक दलको अझ प्रधानमन्त्रीसँग एकदम विशेष पहुँच पनि भएको नेतै आएको छ मेरो घर जलाउन हो त्यो म एग्री गर्छु त्यो बाहिर एउटा दुईटा बिचरा त्यो सीसी क्यामेरा अनि त्यो अलिअलि तोडफोड चाहिँ गरे होला होइन त्यो रिसको आवेगमा किनकि 19 जनालाई त्यहाँ गोली हान्नेको थियो नि त होइन अनि त्यसपछि गएर त्यो आवेग जहाँ पनि हुन्छ कि भाइ त्यो त होइन एक्सनको रियाक्सन त्यो आफूलाई कन्ट्रोल गर्न नसक्ने त्यो चाहिँ भएको हो त्यो सानो कुराहरू चाहिँ भत्का होला तर त्यो सिंहदरबार जलाएको अनि अर्को तपाईँको यो संसद भवन जलाएको नेताहरूको घर जलाएको चाहिँ त्यो मलाई पनि सेम यही